तामा र राँगे खोर्सानीको अचार तपाईहरुलाई मन पर्यो भने लाइक इट ओके Okay guys, let's make तामा र राँगे खोर्सानीको अचार मैले चाहिँ यो इन्स्टाग्रामको रिल्समा हेरेर थाहा भएको यो ठुलो खालको राँगे खोर्सानी अनि यो चाहिँ सानो खालको राँगे खोर्सानी यो नै राँगे खोर्सानी नै हुनु चाहिँ like ghost pepper but a small version and this one is the big one so let's make some achar यसलाई पहिला ग्राइन्ड गरौँ है अब किङ चिल्लीको पालो Achar is ready. It's ready, guys. Ready to eat. यो चाहिँ मेरो स्टाइलमा हो है यो चाहिँ फ्रिजमा राख्दा पनि हुन्छ नभए बाहिर राख्दैन बाहिर राख्यो भने चाहिँ यो तामा अमिलो हुन्छ मेसो हुन्छ हैन भित्र राख्यो भने चाहिँ अमिलो हुँदैन यस्तै हुन्छ It's really good guys. Look at this delicious. Alright, this is my style making तामा र राँगे खोर्सानीको अचार तपाईहरुलाई मन पर्यो भने लाइक इट ओके